आज बुद्ध पूर्णिमाको दिन र आज चाहिँ हामी घरमा बस्यौँ है नानी म यसलाई खर्लो भन्छ यसलाई चाहिँ के छिटो आइपुग्नु भन्छ यहाँ सुप पनि रेडी भयो हेलो गाइज अहिले चाहिँ म आइपुगेको छु ससुराली लङकुरदाङ थुम्केमा है र आएको दिन चाहिँ यहाँ पानी परेको छ तपाईले देख्नुहुँदैछ वरिपरि एकदमै डरलाग्दो पानी पर्दैछ तर यहाँ चाहिँ अलिकति तातो रहेछ जोरबङ्गला हेरी चाहिँ यहाँ निकै यहाँ रहेछ र म यहाँ के को लागि आएको भन्दाखेरि चाहिँ मेरो सासू खसीको 1 वर्ष ठ्याक्कै पुगेको छ सो त्यसले गर्दा सासूको बर्खान्तीको लागि चाहिँ यहाँनिर आएको र भोलिदेखि चाहिँ लामा पर्नेवाला छ र आजको दिन चाहिँ अँधेरोमै बित्छ कि पानी परेको छ The next morning. Well guys, हिजो रातभरि पानी पर्दा पनि आज त देख्नुहोस् एकदम घमाइलो छ दिन पनि घमाइलो सँगसँगै रमाइलो पनि भइरहेछ र अब भने चाहिँ म यहाँ सम्पूर्णको लागि चाहिँ सब्जी बनाउँछु खाना बनाउने कार्यक्रममा छु है र मलाई किचनमा सघाउँदै यहाँ मेरो 2 सालीहरू आउनु भएको छ बिहानै आएको उनीहरू है यहाँनिर सघाउँदैछ आज आइटम के छ याद छ हिजो के को लागि काटेको अचार चाहिँ रहेछ है कसले बनाउँछ अचार हिजो त सब्जी चाहिँ दामी बनाइदिएको थिएँ आएर मजाले खायौँ हो यता हेर्नु न खोइ सालीहरू 2 जना यहाँ हाम्रो लामा आइसक्नु भएको छ अब तयारी हुँदैछ भर्ने है 3 जना जम्मा Yam Gaman, the Messerbatata, got a job by Bisumogot, Sarvade, Gambogan, Hazabarana, Yamakagana, comes over, the Messerbatata, got a job by Bisumogot, Sarvade, Gam, Ogata Sabarana, Yamakagana, comes over, the Messerbatata, got a job by Bisumogot, Sarvade, Gam, Ogata Sabarana, Yamakagana, come, oh, Medra Sabarana comes over. यो तर्माको लागि कतिवटा बन्नु यो 2टा भइहाल्यो अब एउटा के दामी बनाउनु छ यसो बनाउनु पर्यो नि तर्माको लागि यो भएर तर्मामा हाल्छ मेन तर्मामा यसको लागि एउटा बनाउनु यो तन्देख्नु चाहिँ यो पुरानो घर पहिला चाहिँ मेरो वाइफहरू चाहिँ त्यहीँ हुर्केको अरे अहिले चाहिँ त्यो भत्केर यस्तो बनाएको छ अहिले चाहिँ यहाँनिर नयाँ घर चाहिँ यहाँ हो अहिले चाहिँ यहाँ 2 जना बदमासहरू बिहानदेखि बदमास गरेको छ ल पानी सुरु भयो अब चाहिँ यहाँ सुकाएको थियो लुगाहरू अब यिनीहरू उठाउँदैछु ल यिनीहरू चाहिँ बिहान धोकोहरू मजाले सुकिहालेछ बिहान चाहिँ घाम मजाले लागेको थियो है अब अहिले चाहिँ यो कतिवटा यो चिसोहरू कहाँ राख्दिनु निकै छिटो आइपुग्नु भएछ किन खाँदैलाई चाहिँ भित्र राख्नु मेरो अर्को काम चाहिँ यहाँनिर चुपचाप योसँग बस्नुपर्छ हो अहिले सुतिरहेछ बल्ल सुते यो चाहिँ लुङ्गको लागि सबै तयारी हुँदैछ लुङ्ग लाउनु होला यसमा लाउनु है लुङ्गो त हजुर ए तयारी पनि भएको यो चाहिँ कहाँ लानु ए पर पारी लाउँदैछ यसलाई खर्लो भन्छ यसलाई चाहिँ दोजी भन्छ हैन स्याम्पल पनि भन्छ खर्लो चाहिँ यो हो खर्लो ए रेडिमेड असल पाउँदो रहेछ दोकानमै यो त कति भयो 150 रुपैयाँ यो चाहिँ आएछ कि यो काट्न चाहिँ आएको सजिलो पहिला त बनाउनु पर्थ्यो होला भन्नु पर्दैन पहिला तपाईँलाई आउँछ होइन मिस्त्रीलाई दिनु पर्यो ए अब यो मानेको हिसाबले बनाउनु पर्यो हैन के प्रकारले भन्नु पर्यो नि सजिलो है सबै रेडिमेड पाइन्छ ए खास कुरा चाहिँ 100 भएछ मलाई निरा छ
अहिले लाग्यो ताज भन्छ तोरमा यसलाई के भन्छ तोरमै भन्छ तोरमै भन्छ नि तलपट्टि काट्ने छोपा भन्छ हजुर यो टिबेटन ल्याङ्ग्वेज छोपा भन्छ यसलाई छोपा ल पानी फेरि पर्न थाल्यो The next morning. well आज बुद्ध पूर्णिमाको दिन र आज चाहिँ हामी घरमा बस्यौँ है नानी म र आनीहरू चाहिँ मेरो ससुराको दिदीबहिनीहरू भनौँ न उहाँहरू चाहिँ माथि गुम्बामा जानुभयो र हामी चाहिँ आज घरमै छ अहिले चाहिँ उहाँहरू माथिबाट आइसक्नु भएको छ र भित्र अहिले लामा पर्नु हुँदैछ है बिस्कुट नि जुन चाहिँ दिन्छ त्यही खानु पर्यो नि Yes. Yes. बाई बाई निस्किनु पाएँ हामी यहाँ सानिदिएलाई सोधेको राम्रो भएछ Mama. भिडियो बनाएको सबै भन्नु त्यो Adrianले पनि त चल्छ पापा गयो पापाको कोही त मम्मी एक्लै लेख्छु अब घर त सबै खिच्नुपर्छ नि त सोनाउलामा हाम्रो अम्जेला सोनाउलामा र हाम्रो सोला हिटलामा चाहिँ यता हेर्नुहोस् न लबेन हाम्रो लबेन त अम्जेला हो ठुलामा अम्जेला है र हाम्रो चाहिँ अब मेरो छेपाहरू छ The next morning. गुड मर्निङ अन येट अनदर डे र आज दिन एकदमै आज दामी भइरहेको छ हिजो पनि बेलुकी चाहिँ अलिअलि पानी परेकोले गर्दाखेरि चाहिँ त्यति भिडियो बनाउनु पाइनँ र आज चाहिँ बिहानै म भिडियो बनाउनु गइरहेछु है र आज चाहिँ फाइनल डे लामा पर्ने है र आज चाहिँ गाउँको मान्छेहरू नै धेरै मात्रामा आउने गर्छ र आज दिनभरिमा चाहिँ लामा परेर सिद्ध्याउँछ र हामी पनि भोलि चाहिँ विल बी ब्याक टु दार्जिलिङ अगेन र अहिलेको बिहानको यहाँको म तपाईँहरूलाई इन्भाइरोमेन्ट देखाउनु गइरहेछु हेर्नुहोस् है त यति दामी भइरहेछ यहाँ घाम है आउँदैछ मजाको दिन भइरहेछ भने धुम्म कता कता यो कुहिरोहरू पनि उड्दैछ यहाँ तलतिर तपाईँ देख्नुहुन्छ पारि सबै जङ्गल हरियाली है वरिपरि हरियाली सो दिस इज वाट आई लाइक अबाउट बस्ती लाइफ हरियाली एउटा प्रकारको शान्त वातावरण र तपाईँले यहाँनिर चाहिँ ध्यान दिएर सुन्नुभयो भने ब्याकग्राउन्डमा चराहरू कराएको पनि सुनिरहनु हुँदैछ है बिहानी पख यस्तो साउन्ड है कति मिठो सुदिङ साउन्ड विभिन्न प्रकारको चराचुरुङ्गीहरू यहाँनिर गरिरहेको छ र बारीमा यस्तो हरियाली र यहाँनिर चाहिँ हाम्रो गाई गोठ छ र यहाँनिर माउ गाईहरू पनि छ अब आपाले यहाँ दुध दुहुनुहुन्छ होला यो हेर्दा चाहिँ डरलाग्दो हेर्नु नि सिङहरू यस्तो लामो छ तर यिनीहरू एकदमै सुधो गाईहरू पर पनि त्यस्तै छ आपाले अब दुध दुहुनु दुईटै बाछी त एउटामै छ है आपा एउटा मात्रै छ दुईटा दिन्छ अन्त दिनु चाहिँ बाछी बेगर यसको त अन्त 6 महिना पनि राम्रो दुईजना बाछा भ्याइ त्यसमा पनि दुध चाहिँ दिँदैछ ए हो यसरी सुधोहरू अलिक सर उता सर भनेको टिजीको थापा बस्छ त्यहाँ अब पुसाएर हेर फेरि
बाछा बेगर चाहिँ पनि दिन्छ है दिन्छ यहाँ दुधको तपाईँलाई देखाउँदै थियो पहिला चाहिँ पानीले सफा गर्नुपर्छ हो त्यहाँबाट चाहिँ सबै साफसफाइ गरेर चाहिँ तर यहाँनिर के यहाँ कसरी लिटर जान्छ यहाँ 32 रुपियाँ अस्ति अचम्म कुरा भने यहाँबाट चाहिँ 32 रुपियाँ लिटर लान्छ है यहाँ पर हिमुलमा र अस्ति गाउँमा बिहा भएको बेलामा चाहिँ दुध फाटेछ र चाहिँ यहाँबाट फेरि पर डाइरीमा गएर दुध ल्याउनु पर्छ चाहिँ 70 रुपियाँ लिटर आफूले दिँदा चाहिँ 32 रुपियाँ लिटर है पर डाइरीबाट किन्दा चाहिँ 70 रुपियाँ लिटर यहाँनिर एउटा जोक चाहिँ भइरहेको थियो है यो चाहिँ किन गर्दाखेरि भन्दाखेरि अलिकति ट्रान्सपोर्टेसन यहाँबाट अलिक टाढो पनि छ र अब व्यवस्थित ढङ्गमा यो दुधको मार्केटिङ नभएको कारणले गर्दा पनि होला सायद यहाँनिर अब कम्तीमै दिनु पर्दैछ 2 hours later. आजको आइटम चाहिँ थुक्पा र मोमो चाइनिज रेडी हुँदैछ एकदम यहाँ कटिङहरू चाहिँ बिहानै भइसक्यो मैले अलिअलि सकेँ है र यहाँ चाहिँ मोमोको तयारी हुँदैछ सेवा गर्ने हातहरू यहाँ सुप पनि रेडी भयो छाउले बन्नु भएको यो